नमस्ते साथीहरू, आज हामी एभरेस्ट कलर लिमिटेडको आइपिओ बारे चर्चा गर्नेछौँ। यस आइपिओ को पहिलो कारोबार मूल्य कति हुन सक्छ र सूचीकरण भइसकेपछि यसको शेयर मूल्य कहाँसम्म पुग्न सक्छ। त्यसैगरी साथीहरू, कम्पनीको संग्रह अवस्था कस्तो छ भन्ने विषयमा छोटकरीमा विश्लेषण गर्न जाँदैछौँ। भिडियो सुरु हुनुभन्दा अगाडि सबैलाई एउटा रिक्वेस्ट गर्न चाहे, यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला, ताकि यस्तै आइपिओ र शेयर मार्केट सम्बन्धी जानकारी तपाईहरुले आगामी दिनमा पनि मेरो च्यानलबाट हेर्न सक्नुहुने हुनेछ। साथीहरू, कम्पनीको अर्निङ पर शेयर 9 रुपैयाँ 60 पैसा रहेको छ भने कम्पनीको नेटवर्थ 113 रुपैयाँ 97 पैसा रहेको छ। त्यसैगरी साथीहरू, केयर रेटिङ नेपालले यस कम्पनीलाई डबल बी को रेटिङ दिएको छ। अब साथीहरू, यसको पहिलो कारोबारको कुरा गर्नु पर्दा यसको पहिलो कारोबार चाहिँ 100 रुपैयाँदेखि 300 रुपैयाँको बीचमा हुनेछ। त्यसैगरी साथीहरू, पहिलो दिन नै 15 को सर्किट हानेपछि हामी राम्रो फाइदामा नै जानेछौँ। साथीहरू, यो आइपिओ चाहिँ 65,570 जनाले 10 किताको दरले हात पार्न सफल भएका थिए। यदि तपाईहरुलाई पनि यो आइपिओ परेको छ भने तपाईहरुले 10 देखि 15,000 सम्म मजाले कमाउन सक्नुहुनेछ। यो आइपिओ चाहिँ छिटै तपाईहरुको डिमैट खातामा ट्रान्सफर भएर छिटो भन्दा छिटो कारोबारमा पनि आउनेछ। साथीहरू, के तपाईहरुलाई एभरेस्ट कलर लिमिटेडको आइपिओ परेको थियो त? कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।